नमस्ते गाइज, हुबी गाइज आर फाइन। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आराम छु भनौँ। आज चाहिँ म कलेजको माथि टपमा आएर भिडियो बनाउँदैछु। यहाँ मेरो साथमा छ एकजना साथी रोशन ब्लग है गाइज, युट्युब च्यानल रोशन ब्लग होइन त रोशन? अनि के भन्छौ? सब्स्क्राइब गरिदिनु पर्यो हैन, हामीलाई सपोर्ट देखाउनु पर्यो ल। देखाउनु पर्यो। हामी चाहिँ कसरी भिडियो बनाउँदैछौँ गाइज, सिलमा यस्तो बसेर हेर्नुस् अब तपाईँहरूलाई चाहिँ म भलक बनाउँदै अस्ति बाटोमा गर्मीको भिडियो बनाउँदै थिएँ गाइज। आज चाहिँ म तपाईँलाई मैले भनेको थिएँ कौशीमा गएर स्कुल पुरै देखाउँछु भनेर। कौशीबाट हेरौँ है गाइज, बुढाबुढीहरू तल के गरेर गाइज होइन। यस्तो भिडियो बनाउनुपर्छ। आकाश पनि एकदम निलो छ। यहाँ आउन साथी, एकदम हामी चाहिँ बबाल भिडियो बनाउने सोचमा छौँ। आकाश बबाल छ है गाइज। आजको भ्यू चाहिँ म अलिकति तपाईँलाई यहाँबाट कस्तो बबाल हुनेछ सुन न, कलेजको रोडबाट चाहिँ गाइज होइन, वहाँ मितिर चोकको यता साइडबाट यो चाहिँ चन्द्रगिरी एरिया पर्छ। त्यहाँबाट चाहिँ बाटैबाट कस्तो भ्यू देख्छ तपाईँलाई म त्यो पनि क्लिक हाल्नेवाला छु। बनाइसकेको छु भिडियो। अब चाहिँ यो चाहिँ कस्मेटिक ब्युटी पार्लरहरू सबै पढाइ हुन्छ। आज चाहिँ अब हामी यस्तो कलेज देखाउँछौँ है गाइज। यस्तो यो कौशी भयो गाइज, एकछिन है। त्यो कौशी भयो, यो चाहिँ बवाल छ मेरो कलेज हो। यो किन यस्तो ठाउँमा कलेज होला भन्नुभएको गाइज सोच्नु भयो होला। तपाईँहरू कुनै इन्ट्रेस्ट हुनुहुन्छ भने एनिमल साइन्समा यहाँ कृपया पढ्न आउँदा हुन्छ है। एकदम बवाल छ वातावरण, ल देख्न सक्नुहुन्छ नि। यहाँ हरियाली, प्र्याक्टिकल गर्ने ठाउँहरू उयो छ। त्यहाँ बाख्रा फार्महरू छ, गाई फार्महरू छ। यता चाहिँ हामी फोन लुकाइ यहाँ भिडियो बनाउँदैछौँ। यहाँ रोशन भाइ छ टक्क यहाँ लाएर। यहाँ भ्यू देख्न सक्नुहुन्छ माथि। ऊ काठमाडौँको भ्यू चाहिँ त्यहाँबाट बबाल देख्छ होइन। त्यहाँबाट अहिले फगीले गर्दा पुरै अलिकति यस्तो बबाल हाम्रो क्यान्टिन चाहिँ भिखारी टाइपको छ भनौँ। त्यहाँ छ क्यान्टिन, सबैजना खाजा खाइरहेका छन्। हामी चाहिँ एकछिनमा खान्छौँ। यहाँभित्र पनि कलेजहरू बन्दैछ, डेभलप हुँदैछ कलेजको होइन। त्यहाँ चाहिँ क्यान्टिन हो। यहाँ चाहिँ एकजना हाम्रो केटाहरू खाइरह। त्यहाँ बाटो चाहिँ यस्तो छ है, ओह्रालो डेन्जरै छ टक्क यस्तो छ। राम्रो होइन, हेर न कस्तो मलाई क्यामेरा राम्रो हुनु पर्यो नि। यस्तो छ हाम्रो कलेजको गेट त्यहाँ देख्न सक्नुहुन्छ। अब चाहिँ म उयो चुप लागेन, यहाँ चाहिँ अलिकति सिसी क्यामेरा भएर मैले चाहिँ लुकी बनाइरहेको छु गाइज होइन। देख्न सक्नुहुन्छ आज चाहिँ कोही पनि नआएको अवस्था छ र कोही पनि नआएको अवस्थामा यहाँ केटाकेटी फुटबल खेलिरहेका छन्। किनकि हामी गए चाहिँ त खतम हुन्छ। हामी गएपछि त हारिहाल्छ नि। हिजो नकआउट हान्दा त यस्तो छ ल गाइस। त्यहाँ चाहिँ भ्यू टावर छ। भ्यू टावरको तल एरोप्लेनको टक्क रिसोर्ट जस्तो छ होइन। एरोप्लेन टक्क एउटा स्टोरी छ नि यहाँ। तपाईँलाई चाहिँ म के भन्छु भने गाइज होइन, यहाँ एउटा पहिला चाहिँ नेपालमा एरोप्लेन बनाएको रे होइन। ओइ भाइ चुप लाग्छ एकछिन, ओइ भाइ एकछिन चुप लाग्छ। एरोप्लेन नेपालमा बनाएको रे गाइज होइन। ए मलाई सुन्दैन, साइको रहेछ यार भाइ, एकछिन नगल न। यहाँ चाहिँ एउटा स्टोरी के छ भन्दाखेरि होइन गाइज, पहिलाको सरकारहरू त चुतिया भइहाल्यो होइन। अनि त्यो हाम्रो नेपालमा चाहिँ एरोप्लेन डेभलप गरेको रे होइन। अनि एरोप्लेनको त्यो हुन्छ नि पार्ट पुर्जाहरू, एरोप्लेनको साधनहरू चाहिँ किन्न नसकेर भनौँ न, किन्न नसकेर नभएर चाहिँ एरोप्लेन त्यो कोटेश्वरको यता म्युजियम बनाएको छ नि, त्यस्तो बनाएर क्या। अब एरोप्लेनकै त्यस्तै म्युजियम जस्तै रिसर्च चाहिँ उयो भ्यू टावरको अलिक तल छ। तलबाट देख्छ तर यहाँबाट अलिक देख्दैन। भ्यू टावर चाहिँ देख्छ क्या। बालेन सरकारले भने नि गाइज, किन डाँडामा बनाउनु पर्यो भ्यू टावर होइन। बबाल लाग्यो क्या मलाई यो लाइन चाहिँ। भ्यू टावर डाँडा छँदैछ नि होइन। सबै काठमाडौँ भ्यालीदेखि नै भ्यूहरू जहाँ चाहिँ अलि बेस छ त्यहाँ चाहिँ अलि डेभलप गर्नु पर्यो। त्यो चाहिँ सही लाग्यो। बालेन दाई लाइन आई लभ यु टक्क। अब चाहिँ हामी यहाँ त्यहाँ पुरै भ्लग बनाइरहेको थियो फुच्चे। ओए कान्छा, क्यामेरा समात्दा स्टाइल हेर्नु न गाइज। ओए कान्छा, कसरी क्यामेरा समातिर। हामी चाहिँ लुकी बनाइरहे। यो एग्रिकल्चरको सिटिभिटीले दिएको ड्रेस हो है। यो दिएको भन्नाले नि त्यहाँबाट यस्तो सिलाउनु भनेर। ल भाइ तिम्रो यस्तो 3-4 मिनटको भिडियो छ भरे गएर है। यहाँ बुलेटहरू पड्काइरह, भ्यू चाहिँ मिठो आइरह। हेर न साथी यार कस्तो मिठो भ्यू आयो। 1-2टा हामीले सुट पनि गर्छौँ गाइज होइन। बुलेट पड्काएर आकाश त एकदम बबाल छ बबाल। ल
ल गाइस तपाईँहरूलाई मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला आजको लागि यति नै हस् थ्याङ्क यू बाई